3 मिनेट हो गयो अहिले चाहिँ अब हामी कफी ब्रेक भएको छैन अब केही समय हामी खानेछौँ अनि नै हुँदो रहेछ यही छ क्या फेरि चकचके नि लास्ट होमस्टे Girl, let me provide your needs. Freaky girl under the sheets. But your love when things start slowing down. I know you got me, baby. अहिले बिहानको 6 बजेको छ फेरि पनि हामी जोडिसकेको छौँ तपाईँहरूको माझमा अहिले हामी छौँ साथी कहाँ छौँ र हामी भन्नुहोस् त तपाईँ यता हेर दुधकुण्डको रिङमो भन्ने ठाउँमा छौँ होइन यहाँबाट हाम्रो आज ट्रेक सुरु हुन्छ आज चाहिँ हामी यहाँ सोलुखुम्बुको रिङमो भन्ने ठाउँमा छौँ अब यहाँदेखि चाहिँ हाम्रो आजको बिहानीको दुधकुण्डको ट्रेक सुरु हुँदैछ हाम्रो ट्रेक चाहिँ अब आज माथि एउटा होटलमा गएर बस्ने त्यसपछि चाहिँ भोलि फेरि हिँड्ने त्यसपछि चाहिँ हाम्रो यात्रा भोलिको 6 बजी हिँड्यौँ भने त्यस्तै हामी 7-8 बजीतिर कुन पुग्छौँ त्यहाँ पुगेर यसो हाम्रो अब दृश्यहरू यसो फोटोसोटो खिचेर अनि हामी फेरि ब्याक टु ठाउँमा हुनेछौँ अब यहाँको दृश्यहरू चाहिँ अब तपाईँलाई कस्तो छ यहाँ देखाउन गइरहेको छ बिहानीको दृश्य हामी चाहिँ यतैतिर जाने हो वाउ चिसो छ यहाँ लेक हो यस्तै छ साथीहरू चाहिँ सुतेर रेडी हुँदैछ एकदम जाडो छ काका के बनाइदिनु हुन्छ रोटी खोइ आएन त त्यो तपाईँले एकजना मान्छे बोलाइदिन्छु भन्नुभयो अब त ठ्याक्क यता बनाएर बाटोमा भेट्छ बाटोमा भेट्छ समस्या हुन्छ उसले कसरी चिन्छ नि हामीलाई अब यहाँ मान्छे अरू कोही छैन तपाईँहरू 6 जना ग्रुप चिनिहाल्नुहोस् नि ए हो यहाँ चाहिँ हामीले अब अलिकति टाढोको यात्रा फर्स्ट टाइम यस्तो खाले एक्सपिरियन्स भएर चाहिँ हामीले यहाँ एकजना गाइड पनि हायर गरेको छौँ कि कसो दोस्त दोस्त कस्तो भयो हिजोको यात्रा भनेर रमाइलो यहाँ फेरि हो हो भैया चना चटपटे भुजा रेडी सबैजना हामी रेडी हुँदैछौँ अबको हाम्रो यात्रा सुरु हुन लागेको छ खाजा पछि हाम्रो केटाहरू जहीँ आए पनि झापालीले चाहिँ फेरि हुक्का चाहिँ फेरि नछोड्ने पर्यो है यता सुतिरहेको छ फेरि हुक्काउन के कस्तो हुनेछ अब यात्रा होइन अब अहिले मजाले देखिँदैन पनि अब बिलाफ हुन्छ के कस्तो हुन्छ यात्रा अब तपाईँहरूलाई बिचबिचको म मेरो फोनबाट बनाउनु सबै देखाउनु नसक्यो त्यहाँ पनि बिचबिचको केही होइन साथी केही चाहिँ हामी तपाईँहरूलाई अवश्य देखाउनेछौँ घर बसी हामी तपाईँलाई कुण्ड दुध कुन पुर्याउनेछौँ यो चाहिँ हाम्रो बाचा बाचा भयो हेर्दै जानु होला हामी फेरि भेट्नेछौँ आजको हाम्रो यात्रा सुरु भइसकेको छ अब बिहानै हिँडौँ भनेको त्यस्तै यता त्यता गर्दा ढिलो भइगयो उठाइने 6 बजे भयो उठाइने 6 बजे भइसकेको पछाडि अब तलमाथि गर्दाखेरि 7 बज्यो यताउति हुँदाखेरि 8 बज्यो हामीले होटललाई बाई गरिसक्यो ओ माबाङ अब यात्रा चाहिँ सुरु भयो होइन हाम्रो वेलकम अहिले हाम्रो साथीभाइको
अहिले हाम्रो साथीभाइको अब मुहारमा अर्कै चमक छ होइन अहिले पाएको तपाईँहरूलाई बिचबिचको चमक पनि देखाउनेछौँ एकदम हाम्रो यो ट्र्याक चाहिँ एकदम रमाइलो र यादगार पूर्ण हुनेवाला छ मेरो चाहिँ यस्तो लामो हिँडाइ चाहिँ अब मोबाइलमा उयो भइसक्यो के हेर्नु त एकचोटि जिन्दगीमा फर्स्ट टाइम हो भिडियो छैन हौ के भएको हो यो मेरो चाहिँ यस्तो हिँडाइ जिन्दगीमा फर्स्ट टाइम हो चिसो पनि एकदम धेरै चिसो छ है तपाईँहरू पनि यदि कोही यहाँ दुधकुण्ड आउनु इच्छुक हुनुहुन्छ भने चाहिँ है एकदम बाटो चाहिँ एकदम खतरै छ स्कुटीहरू चाहिँ अब ठेल्दै ल्याउनुपर्छ बाइक पनि ल्याउँदाखेरि एकदम मेन्टेनेन्स गरेर होइन क्लच प्याडहरू फेरेर एकदम बनाएर आँट गर्न सक्नुहुन्छ जस यात्रा चाहिँ एकदम हिजो हामी बिहानको 6 बजी झापादेखि हिँडेको भने हामी यहाँ रातिको 9 साढे 9 10 बजीतिर यहाँ आइपुगेको थियौँ अब यस्तै छ हामी हिँडिरहेको छौँ अब तपाईँहरूलाई बिचबिचको दृश्य देखाउने नै छु अब मैले सबै दृश्य तपाईँहरूलाई कैद गरेर देखाउन सक्दिनँ केही क्षणहरू छुट्लान् तर तपाईँहरूलाई म सक्दो देखाउने कोसिस गर्नेछु स्टे ट्युन फेरि भेट्नेछौँ जीवनमा नआऊ है म जस्तो मोटोहरू फेरि पनि हामी जोडिसकेको छौँ बाटो चाहिँ यस्तो छ है कुनै ठाउँ सजिलो कुनै ठाउँ अप्ठ्यारो यो अहिले चाहिँ बाटोहरू निकै नै बनाइदिनु भएको रहेछ यहाँको स्थानीयको भनेअनुसार जोस् अहिले हामी हिँडेको चाहिँ त्यस्तै 1 घन्टा 1.5 घन्टा भयो 1 म्यान डाउन भइसकिसक्यो 1 म्यान डाउन हाम्रो मावाङ भाइ टोटली डाउन भइसकिसक्यो र पनि हाम्रो भाइले हरेस खाएको छैन हाम्रो त कस्तो भइरहेछ अलिअलि चाहिँ गलिँदैछ अरू भन्दा नि गर्मी चाहिँ हुँदैछ क्या अब गर्मीले चाहिँ लुगा किन लाए जस्तो हुन थाल्यो हो अनि नयाँलाई के भन्न चाहन्छौ हाम्रो च्यानलमा नयाँ त अब यस्तै हो नि मैले होइन अब इन्ट्रेस्टिङै छ भन्नुपर्छ आउनुपर्छ हिँड्न छोड्नु भएन यस हरेस खानु भएन पुगिन्छ पुग्छु भन्ने एउटा अठोट हुनु पर्यो बेगम दोस्त के भन्नु न त एकदम इजी छ पुरा हैन यो भनेको चाहिँ नेचरली हिल पनि गर्छ मान्छेले आउँदा हुन्छ बिस्तारै गर्न सकिन्छ यसै पनि सोच्नुमा हुनेलाई गाह्रो हुन्छ तर केही फरक पर्दैन सकिन्छ 80 केजी माथि आउनु तर अलिकति सोचेर आउनु जो गरा बसेर बसाउँछ हुन्छ बिस्तारै शरीरमा सास प्रश्वास अलिकति समस्या आउँदैछ यहाँ चाहिँ पछि मेला सेला लाग्दाखेरि यहाँ चाहिँ
चिया दोकानहरू खाजा पसल चटपटे पसल हुन्छ अरे अब सिजन लागिसकेपछि अहिले चाहिँ अब अफ सिजन भएर त्यति हिँड्ने मान्छेहरू पनि छैन यस छ बिसाउने ठाउँहरू बिचमा विषयहरू यस्तो छ फेरि तपाईँहरूसँग पुनः जोडिनेछ हस् अहिलेको लागि बाई बाई धेरै माथि आएपछि हामी एउटा चौतारामा आइपुगेको छौँ यहाँ चाहिँ हामीले केही क्षण हामीले अब यहाँ विश्राम गर्ने सोच गरेको छौँ कफी सफी बनाउने विश्राम गर्ने हामीले हाम्रो लागि यहाँ स्टकहरू पनि लिएको छौँ है कफी चिकन जाँदैछ ग्यास जाँदैछ बोल्नु बोल्दैछ गरिरहेको छ अब म यहाँ कफी मेक गर्छु यहाँ मेरो साथीले अब यहाँ भ्लग बनाउँदैछ तपाईँ इन्जोय गर्नु होला पानी हालेर गर पानी तत्ताउ त्यहाँ हाम्रो ओ छोनी के चिया के खाने कि यतिकै चिया मात्र ए यो मात्र के अलिकति खानु होला है के जान्छौ अब यसले आयो इच्छा चौतारा चिकन बोकेर यो अब यहाँबाट चिकन चौध हुन्छ भने पानी ल्याउन पानी ल्याउन पानी 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 हाल न पानी दिनु त कति हाल्नु त पोखिन्छ देउरालीको छैन ग्यास है गाइज ग्यास यहाँ चाहिँ हाम्रो कफी बन्ने प्रक्रिया चालु छ होइन त बिर्जुले मिठो कफी खुवाउँछु भनेको छ कि निन्द्रा भागेन भने चाहिँ तिमीलाई फेरि मैले जानेको छ नि अनि अरू भन्नेको दृश्य हेर्न सक्नुहुनेछ दृश्य भनेको एकदम बवाल छ कस्तो लागिरहेछ भन्छ बवाल रक हाम्रो अब यसैमा छ जे जति छ हाम्रो यो भाइलाई चाहिँ अलिकति गाह्रो भयो जस्तो पुरै ड्याममै 3 मिनटको भयो अहिले चाहिँ अब हामी कफी ब्रेक भएको छ होइन अब केही समय हामी कफी खानेछौँ अनि फेरि पूर्ण जोडिनेछौँ त्यस समयको लागि अच्छा केही समयको पश्चात हामी फेरि जोडिसकेका छौँ अब चाहिँ हाम्रो यात्रा फेरि निरन्तरता दिने समय भएको छ यता मान्छे चाहिँ पुरै टोटली डाउन भइसकिसकेको छ वान म्यान डाउन कमेन्ट गरेर यता मान्छेलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर यो मान्छेलाई हौसला दिनु होला तपाईँहरूले केही भनिदिनु होला यो मान्छेको बारेमा फेरि टु टाइम हक्स हानिदिइसक्यो यो मान्छेले कम साथी केही भनिदेऊ चस्मा लगाइदेऊ न साथी चस्मा ल साथी केही भनिदेऊ त आजको हाम्रो यात्राको बारेमा
यो रमणीय यता हेर न बेकम भन न राम्रो भइरहेछ यो अझै यस्तै यात्रा गर्नु पाऊँ फेरि फेरि अनि त्यही त हाल्नु चाहिँ पर्यो नि त। भयो बस इतनै ए बट्टा उही छोड्यो चिसो छ हल्का घाम आइरहेछ है अब अब यात्रा क्रम सुरु गर्नेवाला छु म ब्याग प्याक स्याक गरेर अब फेरि हिँड्छु स्टे ट्युन गाइज फेरि हामी बिचबिचको तपाईँहरूलाई के कस्तो भइरहेछ क्रमहरू देखाइरहनेछु ल है ल बाई उहाँले चाहिँ थोरै नेचरलाई योगदान गरिदिने अरे मेरो संसार मेरो भाइ संसार जित्छु भनेर हिँडेको मान्छे गुले अड्काइरहेको छ है संसार जित्नु हिँडेको मान्छे मेरो भाइ गुले अड्कायो अब हो त भएन नि यस्तो बिर्जु केही छ भन्नुपर्ने बिर्जुलाई अझै ऊ त्यो डाँडा कट्नु भने पछाडि त त्यही त हो बिर्जुलाई फेरि शीत भइरहेछ क्या त रेन्चीहरू यसो हान्नु नपाएर नि दिनुपर्ने रेन्चीहरू चलाउनु नपाएर सिक भइरहेछ अरे बिर्जु बिर्जु बोर भइसक्यो फेरि पनि हामी यात्राको क्रममा अब बिचमा भेटिनेछौँ बाई बाई जोजोलप्पा फ्याफुल्ला दृश्यहरू यस्तो छ यहाँको दोस्त कस्तो फिल भइरहेछ एकदम राम्रो छ च्यालेन्जिङ छ तर नसकिने चाहिँ केही छैन होइन वेदर पनि एकदम राम्रो छ सम्झुमा फ्रन्ट भिडियो चाहिँ बनाउ न दोस्त बोल्दै वेदर चाहिँ लभली छ है आयो 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 गएर सकिन लाग्यो चिसो लाग्छ बाटो चाहिँ हेर्न सक्नुहुन्छ तपाईँले बाटो चाहिँ एकदम सोचे जस्तो छैन जस्तो मान्छेहरूले भन्ने गर्छन् त्यस्तो छैन है बाटो चाहिँ एकदम एकदमै छ दोस्त बबाल बाटो ठिक छ च्यालेन्जिङ छ तर बबाल छ Look at this view, eh? Oh yeah. अब सक्नु अब भाइ अब छैन धेर आइज हौसला प्रदान गर्दै हामी हाम्रो साथीभाइहरूलाई प्रोत्साहन गर्दैछौँ दोस्त वेलकम बाटो चाहिँ अलमलमै परिने खाले छ है रस्ता बेगम आउनु हो यस्तो बाटो त कति यस्तो त भ्यू त कति आउँछ नि हो जस तरिकाको अर्कै फिल भइरहेछ है नो नेटवर्क नो साउन्ड पोल्युसन एकदम यहाँ चाहिँ आवाज भनेको चाहिँ आफ्नै मात्रै सास फेरेको साथीभाइ जुत्ता हिँडेको र बेला बेला एकदम डरलाग्दो चरा कराउँदो रहेछ त्यही हो यहाँको बाटो अनि म चाहिँ आफूले आफूलाई भिडियो बनाउँदै साथीसँग गफ गर्दै होइन आफूले आफूलाई
मोटिभ गर्दै हिँडिरहेको छु जिन्दगीको फर्स्ट टाइम यात्रा गाह्रो छ दोस्त आउनु हो ल अब तपाईँहरूलाई अलिक राम्रो ठाउँमा पुगेर के कस्तो छ यहाँको भ्यूहरू फेरि जोडिनेछु देखाउनेछु यो भिडियो अन्तिमसम्म हेरिदिनु होला है ल सुरु भइसकेको छ फेरि साथीहरू यहाँ बसिरहेछन् फोटोसोटो खिच्दैछन् म चाहिँ अलिक बस्ने अवस्थामा छुइनँ किनकि सेक्सी ड्रेसमा छु म किनकि तातो लुगा लाउँदा गर्मी भएर यहीँ वेदर चाहिँ अहिले फुल्ली है हुस्सु लागेको छ हुस्सु लागेर तनाव छ गाइड पनि अब बिहानै भेटिन्छ भनेको गाइड भर्खर यतिखेर भेटिँदैछ गाइडलाई अब त्यस्तो हाम्रो बोला भाइ पनि आइसकेको छ त्यस्तो कन्फ्युज हुने बाटो चाहिँ रहेन रहेछ होइन भाइ खासै चाहिँ त्यस्तो साह्रो गाह्रो त होइन र पनि सासै अब त्यो नहिँड्ने अब बानी भएर क्या मिलाउँ ल 2 hours later. फाइनली अहिले चाहिँ हामी खाना खाने ठाउँमा आइसकेको छौँ लामो यात्रापछि अब यहाँ खाना खाने ठाउँमा दृश्यहरू कस्तो छ म तपाईँहरूलाई देखाउने छु है हाम्रो साथीहरू चाहिँ आउँदैछ अलिक अगाडि आएर यहाँ राख्दा डोक च्यानल मिलाउँदैछ दोस्त भन नि त के राम्रो छ ठिक छ खाना ठाउँमा आइपुग्यो बल्ल बल्ल अब यहाँदेखि 4 घन्टा ट्रेक हुन्छ अनि त्यसपछि एकदम वर्थ इट हुन्छ है त्यो ट्रेक भ्यूहरू राम्रो छ सबै राम्रो छ अब हामी खाना खाएर एकैचोटि हेर्नेछ है दोस्त यहाँ राख न के भएको तिमी महावीर भाइ पनि आइपुगेको छ गन्तव्यमा भाइ पनि जाने 8 बजिसकिसक्यो अनि यहाँ खाना पनि आइसकेको छ बेकम बेकम खाना चुक्छ है भरे लोड ज्यादा भएर फेरि हिँड्नु गाह्रो होला अन्त फेरि आज के गर्दै बेस्ट हुने कि चम्चाहरू अब सबैभन्दा बेस्ट अफ द बेस्ट भाइ चाहिँ हामी खाना खाइसक्ने बिराम भयो है खाइसक्ने विश्वले हेर्छ सबैलाई हो 20 सालले हो आहो आलु त काँचो छ त भेडा
अब खाना खाइसौँ हामी अब खाना खाइसकेर है नख भाइ पेट बिग्रिन्छ भाइ खाना खाइसकेर फेरि हामी जोडिनेछौँ है बाई खाना खाइसकेको छौँ हामी अहिले यहाँ हाम्रो दोस्तको चाहिँ फेरि यहाँ मामा पर्नु हुँदो रहेछ है मामाले फेरि हामीलाई पर प्लेट पर प्लेट हन्सबर्ग डिस्काउन्ट दिनुभएको छ मामाले होइन मामा मामा फेरि उहाँ हल्का डिसिङमा हुनुहुन्छ होइन यहाँ आउनुपर्छ सबै सबै चाहिँ हाम्रो मामाकोमा आइदिनु होला के हो मामाको यो होटलको नाम दुधकुण्ड इन दुधकुण्ड इन मामाको होटेल एन्ड लज खानाहरू एकदम मिठो होइन भाइ ए बबाल नि बबाल खानाहरू हामी तल झन् भाइ हजुर घिउ झन् बबाल घिउ चाहिँ मिठो लाग्यो घिउ दामी नि हो चौरीको घिउ हो चौरीको घिउ खाइयो दाजु मामा हामी भोलि आउँछौँ ल मामा भोलि चाहिँ डिस्काउन्ट हुनु पऱ्यो मामा भोलि पनि लागिसकेको छौँ हामी अब ओ माई गड मामा चाहिँ फेरि अब पिनीमा पर्नु भएछ माइती चाहिँ फेरि अब याकथुङमा पर्नु भएछ ओ कालु मेरो डन्ठी कालु ओहो मेरो सारा नै मैले बिर्सिरहेको रहेछ यार कालु डन्ठी ल्याइदेऊ न ठुलो सास पो हो त मेरो गेटअप चेन्ज भइसकिसक्यो है किनकि अब यस्तो रुख बिरुवा पनि छैन अरे अब सबै चिसो बेसी एकदम टाउको जोगाउनु पर्ने अरे होइन टाउको जोगाउनु पर्ने अरे के हो त्यो क्या लाउने नआएर क्या यता तान्नु पर्ने खोइ कालु माथिबाट आउने कालु के भइरहेछ कालु बोर भइरहेछ तिमीलाई कालु हाम्रो कालुलाई कहाँ ल्याइहालेछ रे हामीले हनुमान चालिसा बताउने हिँड्ने यस्तै छ है दुखियाको जिन्दगी सुखी जिन्दगी खाएर बसेर आनन्द घरमा नानी बुढीसँग बस्नु छोडेर है अब छोडेर आइयो अब दुःख पाइयो यहाँ अब यहाँ सुरु भइसकिसक्यो अब यहाँ चाहिँ अब जहाँ पनि पानी चुइन्छ त्यहाँ चाहिँ अब आइस पुरै आइस हो म तपाईँलाई अब यहाँ फ्रन्ट गरेर पनि देखाउनेछु फ्रन्ट क्यामेरा चाहिँ यस्तो छ उठा फेरि फेरि यसलाई नै हुँदो रहेछ यही छ क्या फेरि चकचके नि चिप्लै गयो नि भाइ हो हाम्रो मान्छे त हेर न
बाहिर निस्कि मैले दाइलाई यो भन्न खोजिरहेको थिएँ फेरि स्लिपरी यस्तो चाहिँ यहाँ छ भाइ टेक्ने होइन अर्को दाइ नि आउँछ दाइ मैले त्यहाँ दाइ त्यो अलि यता त्यो खमर टेक्नु अनि चाहिँ उठ्नु दाइ अहिले झन् टिप्नु छ त्यहाँबाट एकछिन दाइ म रागा छ फेरि मेरो भाइ बाघ पनि लड्यो जाँठ मेरो भाइ चेन बुझ्यो कि जाँठ गो मेरो भाइ बाघ बिर्सु के भयो गरे मेरो भाइ बाघ होइन बिर्जु बाघ लड्यो तिमी पनि धेरै चकचक नगर है होइन यस्तोमा हिँड्नु भएन त यो सक्तोमा चाहिँ चकचक चाहिँ नगर है गाह्रो रहेछ Oh my god, view, look at this view. यात्राहरू यस्तै छ है यात्राहरू होइन साथै अब हामी अर्को नेक्स्ट डेस्टिनेसनमा फेरि हामी भेट्नेछौँ होइन ओके ल अहिलेको लागि चाहिँ सडनली बाई अहिले चाहिँ हामी त्यस्तै 4:30 भइसकिसक्यो हिँडिरहेछौँ बाटो चाहिँ अब त्यस्तै छ पुरा जाडो छ अवस्था एकदम नाजुक छ दाइ त्यहाँ पुगेछ तल तपाईँहरूलाई म यो पल बयान गर्न सक्दिनँ तपाईँहरू पनि एकपल्ट आएर भिजिट गर्नु सक्नुहुन्छ तर रहरले चाहिँ हुँदैन है साथीभाइ हो रहरले हुँदैन है एकदम डेडिकेसन चाहिन्छ है एकदम त्यस्तो बाटो छ गाह्रो छ एकदम गाह्रो तपाईँलाई म कसरी भन्न सक्छु यहाँ हाम्रो दोस्तहरू आउँदै हुन्छ दोस्त कस्तो भइरहेको छ 1-2 शब्द यता हेर न हौ दोस्त एकदम मजाको भइरहेछ एकदम मजा आइरहेछ एकदम गाह्रो पनि छ तर रमाइलो पनि छ रमाइलो छ अर्कै रमाइलो यस हो अब चाहिँ हामी ओह्रालो बाटो आइरहेको छौँ है अब एकछिनमा फेरि भेट्नेछौँ फाइनली तिमीलाई खिचेन धेरै हाम्रो गन्तव्यमा आइपुगेको छौँ लास्ट होमस्टे भ्यू चाहिँ यस्तो छ यहाँको जस बहुत गलियो टाउको दुखेर आँखा दुखेर गाह्रो भइरहेछ कतिखेर गएर ब्याग बिसाएर सुतुम भइसकिसक्यो थकित पनि यति भयो कि आम्मामा शब्द छैन हामी चाहिँ यहाँ 2 जना मात्रै आइपुगेको छौँ हाम्रो एउटा काठमाडौँदेखि आउनुभएको दाइ हाम्रो साथीभाइहरू चाहिँ बाटोमै छ उकालो चढिरहेछ गाह्रो छ ओ माई गॉड खोलाको तिरमा अब हामी आज यहाँ बसेर भोलि बिहान हिँड्छौँ भाइले दुःख गरिरहेछ हेलो
कतिखेर आइपुग्यो भाइ अरू दाइहरू कहाँ लाउनु छ दाइ यहाँ छोडेको त्यो उकालोमा दाइ उकालोमा उकालोमा यस भाइ कहाँदेखि छिर्नु हौ बारी सारी बिसाउने छ यहाँ अब बिजुली सिजुली पनि अब छैन जस्तो छ यहाँ नो बिजुली अब भित्र अँधेरो छ तपाईँहरूलाई कसरी देखाउनु है अब म यहाँ तपाईँहरूलाई यहाँको दृश्य ब्याक क्यामेरादेखि खिचेर देखाउने छु है दोस्त अहिले बिहान कति बजे दोस्त 6:15 भयो हामी लगभग 5:30 बजेतिर हिँडेको अराउन्ड हामी हिँडेको कति 40 मिनट भन्दै पुग्नु आँट्यो एकदम सिडी चाहिँ फेरि यस्तो छ है साथीभाइको दुःख मेहनत रगतको दुःख मेहनत रगतको पसिना चुइन्छ हामी चाहिँ 6 जनादेखि 3 जना हाम्रो ग्रुपको 3 जना भएको छौँ 2 जना भाइहरू अलिक नसक्ने भएर 1 जना भाइले चाहिँ उनीहरूलाई पर्खिने भएर यहाँ दाजु पनि काठमाडौँदेखि आउनुभएको दाइ सोलो दाइ पनि हामीसँगै हुनुहुन्छ हेरौँ अब के कति कहाँसम्म पुगिन्छ होइन हामी तपाईँहरूलाई जानकारी गराइराख्नेछौँ दोस्त टाउको पो दुखिरहेको छ होइन एकदम एकदम हिमाल चाहिँ यहीँ छ है फेरि बिचमा भेट्नेछौँ फाइनली हामी जसो तसो आफूलाई सम्हालेर हामी लेख आइसकेको छौँ हामी 6 जना हिँडेको छानाबाट यहाँ चाहिँ हामी 3 जना आइपुगेका छौँ 6 जनामा हामी 3 जना आउनु सफल भयो 3 जना चाहिँ अब त्यस्तै भयो होइन नेक्स्ट टाइम ल यो चाहिँ हर हर महादेव शम्भो लभली हामी एकदम भाग्यशाली छौँ है हामीले यतिको राम्रो भ्यू देख्नु पाएको छौँ है अब म तपाईँहरूलाई यहाँको दृश्य देखाउने छु है फ्रन्ट क्यामेरादेखि यहीँ सकेपछि चाहिँ घोडा दुख्ने सबै निको भयो जस्तो फिल भयो है वरिपरि देख्न सक्नुहुन्छ तपाईँले दृश्य यस्तो छ है यस यहाँसम्म आएको थियो है चिप्लिन्छ है दुधकुण्ड लेक
गरिदिइराख नाइस ये तुमको इंतजार में हूं ना फाइनली साथी हो हामी अहिले दुधकुण्ड लेक कुण्ड आइपुगेको छौँ यहाँ चाहिँ अब विशेष गरी शिवजी हाम्रो शिवजी सिधा यस्तो छर्किने पारा यस्तै ल शिवजीलाई पुजिन्छ यहाँ आउनु चाहिँ एकदम कठिनाइ छ तर यहाँ आइसकिसकेपछि चाहिँ होइन दुःख पिर जति पीडा थियो त्यो सबै बिर्सिने रहेछ क्या त्यो चाहिँ मान्नु भन्नुहोस् हामी एकदम लकी पनि रहेछौँ किनकि भ्यू खोलिएको छ होइन यतिको देख्नु पाएको छ वर्थ इट छ तर अलिकति एक्सपेन्सिभ चाहिँ एक्सपेन्सिभ छ है यहाँ है म तपाईँलाई अब यहाँको दृश्य फेरि मजाले देखाउने छु दोस्त तिमीलाई के भन्नु छ भने भन मेरो एरोन भ्लग्समा दोस्त अरू सबै थोक त ठिकै हो कि तर हिउँ खेल्न चाहिँ पाइएन कि यस मेरो दोस्तको चाहिँ अब ठुलो हिउँ खेल्ने खेल्नै धोको थियो होइन आइस खेलाउँदै चित्त बुझाउनु पर्ने भइरहेछ ओके दोस्त केही छैन होइन केही छैन अब यसै त्यस्तै भयो ठिक छ अब नेक्स्ट टाइम हुन्छ होला नि त ओके भन्ने आश राख्दै यस ल इन्ड गरेर मेरो फोटो हान न एकपल्ट यति भन्दै यदि तपाईँहरू खोइ नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला बाई बाई थ्याङ्क यू एभ्री वान